प्रश्न नम्बर 1, बालेन्द्र शाह नेपालको इतिहासमा कतिऔं प्रधानमन्त्री हुनुभएको हो? यसको सही उत्तर हो 43औं। प्रश्न नम्बर 2, प्रधानमन्त्री बालेन्द्र शाहले कहिले पद तथा गोपनीयताको शपथ लिनुभएको हो? यसको सही उत्तर हो विक्रम संवत 2082 चैत 13 गते। प्रश्न नम्बर 4, बालेन्द्र शाह कुन राजनीतिक दलको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो? यसको सही उत्तर हो राष्ट्रिय स्वतन्त्र पार्टी रासपा। प्रश्न नम्बर 4, शपथ लिँदाका बखत प्रधानमन्त्री बालेन्द्र शाहको उमेर कति वर्ष थियो? यसको सही उत्तर हो 35 वर्ष। प्रश्न नम्बर 5, बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ कुन राष्ट्रपति समक्ष लिनुभएको हो? यसको सही उत्तर हो राष्ट्रपति रामचन्द्र पौडेल। प्रश्न नम्बर 6, विक्रम संवत 2082 को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको 275 सिट मध्ये कति सिट जितेको थियो? यसको सही उत्तर हो 182 सिट। प्रश्न नम्बर 7, बालेन्द्र शाह कुन निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो? यसको सही उत्तर हो झापा क्षेत्र नम्बर 5। प्रश्न नम्बर 8, बालेन्द्र शाह नेपालको इतिहासमा कुन समुदायबाट प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनुहुन्छ? यसको सही उत्तर हो मधेसी समुदाय। प्रश्न नम्बर 9, प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको प्रमुखका रूपमा कहिलेदेखि कहिलेसम्म कार्य गर्नुभएको थियो? यसको सही उत्तर हो विक्रम संवत 2079 जेठ 16 देखि 2082 माघ 4 गतेसम्म। प्रश्न नम्बर 10, बालेन्द्र शाहले महानगरको मेयर पदबाट कहिले राजीनामा दिनुभएको थियो? यसको सही उत्तर हो विक्रम संवत 2082 माघ 4 गते।